डेभलप भइसकेको छ। अब तयारी त हामीले अब आफ्नो समय टाइम अनुसार ठिकै छ, राम्रै गरिरहेको छौँ अहिलेसम्म। जो हामीले अब नेपालमै मात्रै ट्रेनिङ गर्ने मौका पाएको छौँ, बाहिर त हामी गएनौँ। हाम्रो अहिलेसम्मको चाहिँ गर्दाखेरि खेलाडीमा सब ठिक छ। हाम्रो अफेन्स डिफेन्स ठिकै छन्। 2 जना हामीसँग विदेशी खेलाडी छन्, थाइल्यान्डको 12 जना हाम्रो नेपालकै खेलाडी छन्। नेपालको खेलाडीमा पनि धेरैजसो नेसनल इन्टरनेसनल खेलेको खेलाडी, अनुभवी खेलाडी हामीसँग रहेका छन्। विदेशी खेलाडीमा भन्नुपर्ने भनेपछि एसियन गेमहरू, एसियन च्याम्पियनसिप र जुनियर वर्ल्ड कप खेलेको खेलाडीहरू हामीसँग 2 जना थाइल्यान्डको खेलाडी छ। अहिलेसम्मको हाम्रो तयारी अलिकति छोटो समय भए पनि पूर्ण रूपमा हामी तयारीका साथ अब अन्तिम चरण आइपुगेका छौँ। अब भोलिदेखि हाम्रो टुर्नामेन्ट प्रतियोगिता नै सुरु हुन जानेछ। यसमा हामीले हाम्रो टिमको हामीले आशा राखेका छौँ। फाइनलसम्म हामी जान सक्छौँ भन्ने आशामा छौँ। मागिरलाई आफ्नो एउटा धारणा हुन्छ खेलाडी भएर खेलाडीहरूको केमिस्ट्री कस्तो छ अहिलेतिर? हस्, थ्याङ्क यू। सर्वप्रथम सबैलाई नमस्कार। म कल्याण भुजेल विराटनगर ब्यान्डिजको टिम क्याप्टेन र सबभन्दा पहिले म एसएमएस म्यानेजमेन्टलाई म अमित सरलाई धन्यवाद दिन चाहन्छु र अखिल नेपाल कबड्डी सङ्घ एसोसिएसनलाई पनि। उहाँको संयुक्तमा आज यो नेपाल कबड्डी लिग हुन गइरहेछ। हामीले यो अपेक्षा कबड्डी खेलाडीले हामीले अपेक्षा राखेको थियौँ कि हामीले नेपालमा पनि एउटा फ्रेन्चाइज लिग हुन्छ इन्डिया जस्तो होइन। इन्डियामा पनि पहिला कबड्डी केही नै थिएन कि पहिला, त्यहाँ पनि कबड्डी कस्तो किसानहरूले नै खेल्ने, हामी जस्तैहरूले खेल्थ्यो होइन। आज त कबड्डी इन्डियामा एकदमै हाई उसमा पुगेछ होइन। आज इन्डियाको प्लेयरहरूले 2-2 करोड पाउँदाखेरि हामीलाई पनि कति खुसी लाग्छ होइन। नेपालमा पनि यस्तो फ्रेन्चाइज लिग भइदियोस् होइन। आज यो फ्रेन्चाइज लिग हाम्रो एक्सटर्निज म्यानेजमेन्ट कम्पनीले गर्दाखेरि आज हामी यो ठाउँमासम्म नेपालमा पनि कबड्डी खेलाडीहरूले एउटा राम्रो प्लेटफर्म, जहाँसम्म अब पहिला गाउँ खेल्दै सहरसम्म अहिले पुगेछ कबड्डी होइन। अब गाउँको खेलाडीहरूले पनि अब सहरमा आएर खेल्नेछ भन्ने एउटा ठुलो प्लेटफर्म पाएको छ। र जुन हामीसँग अहिले फरेन प्लेयर 2 जना छ थाइल्यान्डको, एउटा मिस्टर कोन, एउटा मिस्टर च्याम। उहाँहरू एउटा जुनियर खेलाडी हो र एउटा चाहिँ एसियन प्लेयर खेलिसकेको छ होइन। अब सुरुमा के हुन्छ भनेपछि उनीहरूसँग हामीलाई कोर्डिनेट गर्न अलिकति गाह्रो हुन्छ। 1-2 दिन चाहिँ हामीलाई गाह्रो नै भयो। तर हामीलाई एउटा के छ भने गुगल ट्रान्सलेटले गर्दाखेरि हामीलाई चाहिँ अलिकति सहज भयो होइन। तर 1-2 दिन हामीले सेट मिलाउँदा चाहिँ एकदमै आफूलाई पनि कस्तो अनकम्फर्टेबल जस्तो भयो होइन। पछि चाहिँ एकदमै राम्रो भयो होइन। र उहाँहरूको कबड्डी खेलेर मात्रै हुँदैन कि, कबड्डीको पेसेन्स, कबड्डीलाई खेल्ने तरिका छुट्टै हुन्छ कि होइन। अब कबड्डी खेलमा हाम्रो जुन डोमेस्टिक प्लेयर 12 जना छ, त्यसमा 2 जना भाइ इन्टरनेसनल खेलेको छ होइन। म लगभग नेपाली टिमको 6-7 पल्ट इन्टरनेसनल इभेन्टहरूमा पार्टिसिपेट गरिसकेको छु क्याप्टेनको रूपमा पनि होइन। हाम्रो टिम कस्तो छ भनेपछि विराटनगर ब्यान्डिजले एउटा छोटो समयमा राम्रो तयारी, हाम्रो कोच साहबले सिकाउनु भएको टेक्निकका कुराहरू होइन, स्किलहरू होइन, म्याच एक्सपिरियन्स होइन, म्याचको प्लानिङहरू हाम्रो त राम्रो छ होइन। र हाम्रो भाइहरूले जो सबै जुनियर, सब नयाँ फेसको केटाहरू छ होइन, सब जुनियर छन् होइन। 20 भन्दा मुनिकै हो भाइहरू होला होइन। 1-2 जना भन्दा 25-26 होइन होला न, सब जुनियर छ। उनीहरूले चाहिँ राम्रो गर्छन्। थ्याङ्क यू सो मच। केही प्रश्न हजुरहरूको तर्फबाट? अब विराटनगर के कुरामा अलिकति आउँछ भनेपछि 6वटा टिममा अलिकति फरक छ। विराटनगर कस्तो फरक छ भनेपछि केटाहरू यङ छ होइन। उनीहरू एकदम पर्खाइमा छ क्या। कहिले एमकेको हामी उसमा पुग्छौँ स्टेजमा होइन, कहिले हामी देखाउने त्यो एकदम। अब अरू खेलाडीहरू 5वटा टिममा के छ भने सबै सिनियर प्लेयरहरू छन् होइन, जो इन्टरनेसनल खेलिसकेका, नेसनल खेलिसकेका प्लेयरहरू छ त्यसमा। अनि हाम्रो केटाहरू के छ भने एउटा कोही गाउँबाट सिधा अहिले एमकेएलमा आउनु भएको छ होइन, कोही नेसनल खेलेर, कोही इन्टरनेसनल खेलेर होइन। उनीहरू एकदमै आफूमा पुरा जोसको साथ होइन, कहिले एमकेएल सुरु भइदियो जस्तो उनीहरू एउटा जोस छ क्या उहाँहरूमा। क्वेसन्स प्लिज। ठिक छ, ओके। त्यति नै थियो हाम्रो प्रश्न। हजुरहरूलाई धेरै धेरै धन्यवाद। र बाहिर